NFII क्रियासन र चलचित्र पत्रकार सङ्घ नेपाल रूपन्देही शाखाको आयोजनामा शनिबार लागु औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी जनचेतनामूलक फिल्म सरिममको बुटवल स्थित फ्रेन्ड्स सिनेमामा प्रदर्शन सम्पन्न भएको छ। विद्यालय कार्यक्रम अन्तर्गत रूपन्देहीका प्याब्सन, हिसान र सामुदायिक स्कुल तथा कलेजमा कार्यरत शिक्षक एवं प्रतिनिधिमूलक बाल क्लबका विद्यार्थीहरू र सञ्चारकर्मीमाझ सरिमम नामक जनचेतनामूलक चलचित्र प्रदर्शन गरिएको हो। तबबाट सबैजनाले चाहिँ हामीलाई साथ सपोर्ट गरिदिनुको लागि पनि म अनुरोध गर्न चाहन्छु। एउटा अभियानमा हामी जुटेको छ। पक्कै पनि यो सिनेमाले केही सन्देश दिन सकिन्छ कि भन्ने एउटा आशा लिएको छु हामीले र अब यो कार्यक्रम अब धेरै लम्बो हुनलाई पनि मैले चाहेन, किनभनेदेखि लगभग अब 10:30 हुन लागिसकेको समय। बुटवल उपमहानगरपालिका, प्याब्सन रूपन्देही, एन प्याब्सन, हिसान, नार्कोनन नेपाल, फ्रेन्ड्स सिनेमाको सहयोगमा 1 घण्टा 45 मिनेटको सो चलचित्र सरिमम प्रदर्शन गरिएको छ। विनोद लामा कार्यकारी निर्माता रहेको फिल्म सरिमममा युवाहरू दुर्व्यसनीमा फस्न सक्ने कारणमध्ये साथीभाइको गलत सङ्गत र परिवारको बेवास्ता र सपोर्टको विषयमा चलचित्र केन्द्रित छ। कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रा अर्यालले अहिलेका युवाहरूको महत्वाकांक्षा बढी भएकाले कुलतमा जान सक्ने सम्भावना उच्च रहेको भनाइ राखिन्। घरमा बुवा आमाले आफ्ना सन्ततिको लागि ख्याल नगर्दा दुर्व्यसनमा फसेर जीवन नर्क हुन सक्ने हुँदा आफ्ना छोराछोरीको आनी बानी र साथी सङ्गतको बारेमा अभिभावकहरू पनि उत्तिकै सचेत हुनुपर्नेमा उनले जोड दिइन्। लागु औषध दुर्व्यसनी न्यूनीकरणका लागि सबैको निगरानी र प्रयत्न आवश्यक रहेको बताउँदै नगर उपप्रमुख अर्यालले फिल्म अभिभावकका माझ विद्यार्थीलाई राखी प्रदर्शन गरिनुपर्ने भनाइ राखिन्। ड्रग्स छन्, यसमा फँसेका छन्, आमाहरू रोइरहनु भएको छ, बाबाहरू रोइरहनु भएको छ, त्यसमा पनि अझै बढी आमा रोनु भएको छ। र अन्त्यमा के भएको छ त भन्दाखेरि हामी सबैले बुझ्यौँ कि सङ्घर्ष गर्दै जाँदा जति अप्ठ्यारो परे पनि त्यो अप्ठ्यारोलाई सामना गर्दै जाने हो भने सफलतामा पुग्न सकिन्छ भन्ने सन्देश अन्त्यमा चाहिँ हामीले पायौँ। त्यसलाई शिरोधार्य गरौँ र विद्यालयको तर्फबाट सबै गुरुवर्ग र अभिभावकहरू, विशेष गरेर घरको अभिभावक, आमा बाबा र गुरुवर्ग, बच्चाले कसरी पढिराखेको छ भन्ने बारेमा यहाँहरूले पक्कै पनि सबैले बुझ्नु भएको छ र आफ्नो विद्यालयको बच्चा नबिग्रोस् र त्यो एउटा बच्चा ड्रग्स हुँदाखेरि विद्यालयको नाम पनि जोडिन्छ भन्ने खालको कुरा हामीले बुझिराखेका पनि छौँ। त्यसले गर्दाखेरि यहाँहरूले पनि त्यही अनुसारले अभिभावकले हेर्न अझै जरुरी रहेछ भन्ने चाहिँ मलाई लागेको छ। त्यसमा विद्यार्थीहरूले पनि कति क्लासको विद्यार्थीले हेर्ने भन्ने कुरा हो, बुझ्नु पर्यो। हेरिसकेपछि पनि बुझ्न सक्नु पर्यो। नगरपालिकाको तर्फबाट हामीले प्रत्येक विद्यालयमा कार्यक्रम गर्ने गरी बजेट पनि विनियोजित गरेका छौँ। यो अहिलेको आन्दोलनले हामीले कामलाई अगाडि बढाउन सकिरहेको छैनौँ। यो जेएनजी आन्दोलन बिचरा जेएनजीहरूको नाम मात्रै राखिएको छ, अरूले आन्दोलन गरिरहेको छ। मैले त नानी बाबुहरूलाई त्यो खालको आन्दोलन गरेका हुन् नानी बाबुले भन्ने चाहिँ मलाई लाग्दैन। त्यो आन्दोलनले गर्दा हामीले छुट्याएको बजेट समयमै कार्यान्वयन गर्न अगाडि बढाउन सकिरहेको छैनौँ। सङ्घीय सरकारले प्रत्येक बजेटको 25% काटेर मात्रै काम गर्नु भनेको छ। किन भन्दा देशभरि धेरै संरचनाहरू, सरकारी कार्यालयहरू धेरै ध्वस्त भएका छन्। ती निर्माणका लागि पनि सङ्घीय सरकारले चाहिँ त्यो सन्देश हामी कहाँ पत्राचार भइसकेको हुनाले रूपन्देही पनि लागु औषध ओसार पसारको ट्रान्जिट बनिरहेको अवस्थामा यो फिल्म प्रदर्शन निकै सान्दर्भिक भएको चलचित्र पत्रकार सङ्घ नेपाल रूपन्देहीका अध्यक्ष मोहन न्यौपानेको भनाइ छ। सोही अवसरमा लुम्बिनी प्याब्सनका अध्यक्ष लालहरि पाण्डेले समाजलाई दुर्व्यसनीबाट मुक्त गर्न घर, परिवार, समाज र प्रशासन सबैको एकता आवश्यक पर्ने बताए। र हामी सल्लाह गर्दैछौँ। उहाँको एउटा इच्छा छ विद्यार्थीहरूलाई पनि यो चलचित्र देखाउन पाए हुन्थ्यो भन्ने छ र
उहाँले सल्लाह गरिरहँदा शिक्षक प्रिन्सिपलज्यूहरू प्रधानाध्यापकज्यूहरूले पहिला हामी हेर्छौँ त्यसपछि विद्यार्थीलाई देखाउन मिल्छ कि मिल्दैन त्यो कुरा गरिसकेपछि गरौँला भन्ने खालको सुझाव आयो म्याडम र तपाईँ चाहिँ त्यो दिन 8 बजे आइदिनु होला भन्नुभएको थियो। फ्याप्सन बुटवलका अध्यक्ष मित्रहरि अर्यालले धेरै युवाहरू दुर्व्यसनीको शिकार भइरहेको अवस्थामा फिल्म सरी ममले सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने उनले विश्वास व्यक्त गरे। साथै तिलोत्तमा बाल मैत्री नगर सञ्जालका अध्यक्ष विवेक खड्काले किशोर उमेरबाटै गाउँ-गाउँमा लागु औषध नियन्त्रण गर्न प्रहरी प्रशासनको प्रयत्नले मात्र सम्भव नभएकाले नागरिकले पनि यसमा सहकार्य गर्न आवश्यक रहेको बताए। कार्यक्रममा उपस्थित महानुभावलाई स्वागत गर्दै एनएफआई क्रिएसनका विनोद लामाले पछिल्लो समय युवाहरू कुलतमा फस्ने क्रम बढ्दै गएकाले सकारात्मक मार्गमा लाग्न प्रेरित गर्न सचेतनामूलक फिल्म सरी मम प्रदर्शन गरिएको जानकारी दिए। फिल्म प्रदर्शन कार्यक्रममा रूपन्देहीका विभिन्न स्कुल र कलेजका करिब 150 जना सरोकारवाला विद्यार्थी एवं प्राध्यापकहरूको सहभागिता रहेको थियो। सामाजिक तथा यथार्थमूलक पारिवारिक फिल्म सरी मममा कलाकारहरू सरोज खनाल, सरिता लामिछाने, आरबी कटवाल, प्रभाल पाल ठकुरी, एलिस राई, बसन्तराज कुँवर, रोजिना मगर, युनिशा बजगाई, बिहान श्रेष्ठ, लक्ष्मीनाथ तिमिल सिन्हा लगायतको सशक्त अभिनय रहेको छ। छैन मेरो पनि समाजमा यो खालको लगानी हुनेछ भनेर एउटा प्रतिज्ञा गरिसकेपछि यो चलचित्र सकिएको छ। हामी नानी बाबुका अभिभावक नानी बाबुहरू पनि यहाँ उपस्थित हुनुहुन्छ। यसले धेरै सन्देश दिएको छ। यही सन्देश अनुसार हामी अगाडि बढौँ र नगरपालिका नगर सरकार यहाँहरूले बनाएको नगर सरकार पनि नानी बाबुहरूलाई सक्षम बनाउने गरी अगाडि बढ्ने हामीले विभिन्न खालका बजेट राखेका छौँ। बालबालिकासँग उपप्रमुख, विद्यार्थीसँग नगर प्रमुख भन्ने कार्यक्रम राखेर बजेट छुट्याएका छौँ। विद्यार्थीसँग कस्तो बिहेभियर गर्ने, विद्यार्थीहरूलाई के को आवश्यकता छ त्यो कामका लागि र बालबालिका मन्टेश्वरीका बालबालिकासँग एउटा आमा भएको हुनाले बालबालिकासँग उपप्रमुख भनेर पनि हामी बजेट विनियोजित गरेका छौँ। बाँकी हाम्रो अन्य सरहरूको चाहिँ हामी तल चाहिँ थोरै आफ्नो केही भनाइहरू राखिदिनुको लागि पनि म अनुरोध गर्न चाहन्छु। तल अब हामी फोटोहरू खिच्छौँ र तलै अब हाम्रो केही सरहरूको चाहिँ हामी चाहिँ अब थोरै आफ्नो भनाइहरू लिन्छौँ र अब हलमा चाहिँ हाम्रो कार्यक्रम सकेको सम्पूर्णमा नमस्कार। म विवेक खड्का, तिलोत्तमा नगर बाल सञ्जालको अध्यक्ष। आज यो सरी मम भन्नेको प्रमोसन हामी यो चलचित्र हेरेर भर्खर मात्र गरेका छौँ। यो चलचित्र विशेषतः यो ड्रग एडिक्सनका कुरा होइन, जुन दुर्व्यवहार हामीले जुन ड्रग्स खाएर आजकलका समयमा किशोर किशोरीहरू बसिरहेका छन् यसबारे चाहिँ एउटा सचेतनामूलक यो फिल्म चाहिँ चलचित्र चाहिँ रहेछ। यसले दिन खोजेका 2-3 कुराहरू बुदाको रूपमा भन्नुपर्दा पहिला सुरुमा किशोर अवस्थामा यो बाल्य अवस्थामा 10 देखि 19 वर्षको उमेरमा यो किशोर किशोरी बिग्रिने सम्भावना एकदमै बढी हुन्छ। दुर्व्यसनी लागु औषधमा फसेर साथीसँगको कारणले गर्दा म किशोर किशोरीहरूलाई एउटा सन्देश के दिन चाहन्छु। पहिलो सन्देश भन्दाखेरि हामीले बनाउने साथीसँग म कस्तो साथी सर्कलमा हिँडिरहेको छु, फ्रेन्ड सर्कलको मेरो साइडमा 5 जना घुमिरहेको छ भने 5 जनाबाट मैले केही सिकिरहेको छु वा म कुन बाटोमा गइरहेको छु, म अफ ट्र्याक छु वा अन ट्र्याक छु भन्ने कुरो पहिलो सन्देश चाहिँ हामीले बुझ्न सकेको फिल्मले दिएको। दोस्रो सन्देश हाम्रो आमा मातृशक्ति, आमाको एउटा महिला कति हुन्छ त होइन, त्यो आमा नहुँदाखेरि एउटा श्रीमानले घर मद्यपान सेवन गर्नुहुन्थ्यो, रक्सी खानुहुन्थ्यो होइन। बाबाको कारणले गर्दा छोरा त्यो ट्र्याकमा गयो र आमा विदेशिएर पनि प्रदेश गएर पनि त्यो बाबा छोरालाई पछि आएर आमा आएको कारणले गर्दा त्यो आमाको त्याग र तपस्याको कारणले गर्दा छोरो सुध्रियो भनिसकेपछि आमाको महिमा, आमाको मातृत्वको त्यो एउटा अपार
त्यो भावलाई पनि यो फिल्मले उजागर गर्न खोजेको छ। तसर्थ सकेसम्म हामीले आमालाई रुवाउने काम चाहिँ गर्नु हुँदैन भन्ने दोस्रो सन्देश पनि यो मुभीले दिएछ। तसर्थ यो मुभी सबैलाई हेर्न जरुरी छ भन्ने कुरा राख्न चाहन्छु। एकदम बच्चाहरूलाई इन्सपिरेसनल किसिमको मुभी रहेछ। हाम्रो अहिले हामीले हेर्न सक्छौँ विभिन्न मेरै एज ग्रुपका विद्यार्थीहरू यस्तो विभिन्न कुलतमा पसेको देख्न सक्छौँ हामीले। यो मुभीले उनीहरूलाई विशेष इन्सपिरेसनल किसिमको एकदम प्रोत्साहन गर्न सक्छ। यिनीहरू यो कुलतहरूबाट बस्नबाट लागु पदार्थ दुर्व्यसन विरुद्ध निकै टप लेभलको मुभी हो, यो चित्र हो। यो आज हामी यस कालिका बाल समूहमा का सदस्यलाई यस मुभी देखाउन बोलाउनु भएकोमा हृदयदेखि धन्यवाद प्रकट गर्न चाह्यौँ। र यस्तो मुभीहरू हाम्रो नेपाली समाजमा बनिरहनुपर्छ। यस्तो मुभीहरूले हाम्रो समाजलाई झन् एक किसिमको बढावा दिइरहन्छ र आउने पुस्तालाई झनै प्रोत्साहन गर्छ र असल बाटोमा हिँडाउन निकै मद्दत गर्छ। यति भन्दै म धन्यवाद दिन चाहेँ। एकदम राम्रो लाग्यो, एकदम नेपालमा यस्तो राम्रो फिल्म आयो, सबैले राम्रो लाग्यो। एकदम फर्स्ट क्लास फिल्म। कस्तो लाग्यो भाइ? राम्रो, एकदम प्रेरणा दिने फिल्म रहेछ। कस्तो भाइ? एकदम राम्रो मुभी थियो। एकदम आजकलको बच्चाहरूलाई एकदम प्रेरणा दिन्छ यस्तो नगर्नु भनेर। त्यही भएर एकदम राम्रो थियो यो मुभी चाहिँ। बहिनीलाई कस्तो लाग्यो? यो फिल्म राम्रो थियो, यो जेनेरेसनले हेर्नुपर्ने खालको फिल्म थियो। अनि चाहिँ दर्शकको प्रतिक्रिया कस्तो रह्यो? टोटलमा चाहिँ अब प्रतिक्रिया चाहिँ विद्यार्थी भाइहरू र म्यामहरू र हाम्रो आजका प्रमुख म्याम सबैलाई यस्तो दिनुभएको थियो। उहाँले चाहिँ हेरेर चाहिँ राम्रो छ, बच्चाहरू गर्नुपर्छ, तपाईँलाई हामीले गर्नुपर्ने साथ गर्छु भन्नुभएको छ। आशा छ उहाँहरू सबैजनाले पक्कै पनि जतिले हेऱ्यो यो हेरिसकेपछि चाहिँ सबैमा एउटा सन्देश पुग्छ भन्ने मैले आशा लिएको छु र पक्कै पनि साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा लिएको छु। अब हामी यो हप्ता नै हाम्रो विद्यार्थी भाइबहिनीहरूसँग पनि कार्यक्रम लिएर जाँदैछु र सबैसँग हामी प्रस्ताव राख्नेछु। हेरौँ अब कति विद्यालयले सपोर्ट गर्छ, तर जतिले हेऱ्यो त्यतिले चाहिँ पक्कै पनि सपोर्ट गर्छ कि भन्ने एउटा आशा चाहिँ लिएको छु मैले। बुटुलको कार्यक्रम पनि राम्रो सफल हुन्छ भन्ने चाहिँ म एकदम आशा चाहिँ लिएको छु। विशेष गरेर त पहिलो स्कुल भनेकै अभिभावकको आमा हो, बाबा हो, त्यस पछाडि अरू हजुरबा हजुरआमा हो, त्यस पछाडिको अभिभावक हो। तर अभिभावकले यो हेरिसकेपछि आफ्नो बच्चाहरूलाई केयर गर्नुहुन्छ भन्ने लाग्छ। दुईवटा तिनवटा कुराहरू महत्त्वपूर्ण मैले त्यहाँ बताएँ। यो ड्रग्स जस्तै मोबाइल बनेको छ बच्चाहरूलाई, यसबाट पनि छुटकारा दिनका लागि यसका लागि पनि केही क्लासहरू दिनुपर्छ बच्चाहरूलाई। बच्चाहरू जब मोबाइलमा रातभरि बसेर ननिराउनु भएर भोलिपल्ट स्कुल जान्छ उसले कस्तो पढ्छ भन्ने खालको कुरा बुझ्नु र अभिभावकले विशेष गरेर यो ध्यान बच्चाहरूलाई दिने, बच्चाहरूसित सँगै बस्ने। अहिलेको परिप्रेक्ष्य अथवा अहिलेको समय कस्तो भयो भन्नुहुन्छ भनेदेखि बच्चा एउटा रुममा छ, के गरेको छ बाबा मम्मीलाई चाहिँ थाहा हुँदैन, बाबा आमालाई चाहिँ थाहा हुँदैन। त्यसले गर्दा परिवार सँगै बस्ने र सुत्ने समयमा मात्रै जाने परिवारले त्यो बच्चालाई ड्रग्सदेखि लिएर मोबाइलदेखि लिएर सबै कुराको सचेत गरेर जानुपर्छ। स्कुलमा पनि त्यही खालको कुरा गर्नुपर्छ भन्ने मलाई लाग्छ। स्कुलमा त यसैसम्म मोबाइल लिएर जान पाउँदैन। जब 12 पास गरिसकेपछि उसले चाहिँ मोबाइल लिएर जान्छ। 12सम्म चाहिँ बच्चाहरूलाई असाध्यै केयर गर्ने समय त्यो नै यो टिनेज। त्यति बेला यो बच्चाहरू बिग्रिने। जब ब्याचलर पढ्न थाल्छ उसले आफ्नो बारेमा अलिकति बुझेको पनि हुन्छ भन्ने चाहिँ म आफूलाई लाग्छ। कसले हेर्न लायक छ? सर्वप्रथम म यहाँ सबैलाई धन्यवाद दिन चाहन्छु। आज चलचित्र मौका भयो, ड्रग्स सम्बन्धी चलचित्र निर्माणकर्ताहरूले निर्माण गर्नुभएको रहेछ र आज यसको माध्यममा हामी चाहिँ हेरेर सक्यौँ। तर सकिसक्दाखेरि धेरैका आँखा चाहिँ रसाए भन्ने म आफूलाई लाग्छ। किन भन्दा म 3-4 पटक भएको भएँ। गत
यो